अहिले विचार गरे फेरि स्कुल किन जाला है डेटिङ भन न किन बाख्रालाई किन बिल पो चाहियो त ल गुड मर्निङ शिवा विवानी सबैजनालाई आज चाहिँ म यहाँबाट मेरो भ्लग स्टुडियो गर्दै हुनुहुन्छ तपाईँ सन्चै हुनुहुन्छ होला आरामै हुनुहुन्छ होला होइन म पनि आरामै छु सन्चै छु आज यस्तो छ यो माथि बुल्जा गाउँमा चाहिँ यस्तो ग्राभल हुँदैछ यो चाहिँ माथि स्कुल डाँडादेखि जाने बाटो जोडिने बाटो अनि म चाहिँ हिजो बिमारी लगेर हाम्रो सिरानी गरेर अब बिमारी लगेर गएको छु यहाँ गाडी आएको थिएँ हिजो 2 बजे 2:30 बजे आइपुगेर अब म चाहिँ गाडी स्टार्ट गर्दैछु बाख्रा पाठा मेने के गर्दा हुन्छ हौ के गरेको त्यस्तो किन घाँस काट्नु किन घाँस काटेको किन बाख्रालाई किन किन काट्नु किन काट्नु भएको किन काट्नु भएको ल ल म गएँ जाउँ ल एउटा निभा खोजिदिन्छु एउटा बेहुली खोजिदिन्छु एउटा आमा खोजिदिन्छु हुन्छ जाउँ आउनु फिदिममा एउटा लिम्बुनी हेरिदिन्छु जाउँ ल म गएँ ल बन्दामा कहाँ हिँडेको ओ फुर्ती बन्दामा आज डेटिङ माइला चाहिँ डेटिङ मान्छे स्कुल किन जाला है डेटिङ भन न स्कुल जाला है ठिकले अच्छा चाहिँ पढ्ने क्या ठिकै डेटिङ हो डेटिङ फेरि अझै त्यो चाहिँ मेरो पनि छैन आज चोकमा डेटिङ बस्नुपर्ने छ कि माइला चाहिँ म भन्दिनँ होइन चोकमा तर यो फुर्बे चाहिँ मलाई विश्वास लाग्दैन कि यसको चाहिँ भर छैन आज गाडी बन्दाखेरि होइन छिर्नु पाइन्छ पाएन बिमारी छ त टेन्सन छैन ओ रामे त्यसलाई म फेरि म भाइ तपाईँ के आज गाडी बन्द हुने थाहा छैन आज गाडी बन्द हुने थाहा छैन बन्द भने मलाई थाहा हुनु पर्ने कि तँलाई यत्रो गाडी बन्द कसले लगाउनु पाइन्छ अहिले विचार गरे फेरि म छिराउनु सक्दिनँ है सिकाएको छु म सिकाएको छु न मलाई पनि थाहा छैन हुन बाहिरको म त बोल्दैन मलाई त बोल्नु लाज लाग्छ छेक्दैन हौ पुरा भिडियो निकाल्थ्यौँ बजारकै प्रफिट क्यामेराम्यान चाहिँ क्यामेराम्यानै हो होइन तर अब क्यामेरा जस्तो आउँछ त्यस्तै हो डिम बजार
दुईजना आउनु पर्यो अप्ठ्यारो हुन्छ त यहाँ छिराउनु पर्छ क्या एकछिन ल कहिले फर्किनु तिमी चाहिँ आज बन्द के गरेबाट म ड्राइभर त थाहा नभएको तिमी चाहिँ कहिले फर्किने के भन्छ तिमी बल्ल बल्ल माइती घर आएको तिमी आफ्नो घर आएको यति भिडियो नगर्नु होइन केटा हिँडेर अन्त म देखाउँदिनँ नि किन जस्तो त अहिले कस्तो एकचोटि आज पुरै देखाउँदा राम्रो थियो सम्झना सम्झना जान्छ त जान्छु सरर पानी घाटामा म त परे के भन्छ पेन्सिल पट्टामा ए पानी घाटामा औ जाठा भन्नु नमिल्ने छिर्दैन हौ आज यो मलाई पनि त्यहाँ ट्राफिक सेमा पुऱ्याइदिनुहुन्छ कहाँ मास्टर चौन जाउँ यहीँ कहाँ चाहिँ लड्नु यहाँनिर हौ यहाँ लड्यो अनि यहाँनिर गएर बस्दाखेरि यसो हेर्दाखेरि त छैन नि चोक माथिबाट हुर्लेर आएर मेन अस्तिर तिनवटा ट्याक्टर कहाँ आएको तल गोलिया बोल्दैछ क्या कति दिन बस्छ कति दिन बस्छ त्यो ट्याक्टर उदो गएको होला बाटो बिहानै होला त्यसो यहाँमा बन्द चिन्दा चाहिँ मजाले चिन्दैछ त बन्द छैन अब बन्द छैन हान्न चिन्दा चाहिँ दामी चिन्दैछ चाहिँ हान्दा कस्तो उडाउने त युट्युबमा हाल्छ उडाउने युट्युबमा हाल्छ हान्न हान्न भरे युट्युबमा हाल्नु के तपाईँले हेर्न नि छ त नि यो चाहिँ तल गऱ्यो भन्नु यो तल गऱ्यो भने गाडी बन्द छ अरे बान्दै बन्दै किन नगयो तिमी बुढोको त ओ भ्याएन नि मलाई ट्राई त मोबाइल पछाडिबाट त धनी छ नि ट्राई हुन्छ त तल नि आइपुग्यो है बाइक सिक्ने मान्छेहरू भान्जी ल भाइ भान्जी दिनु पर्दैन होला अनि मान्छे तेरो बाजे मान्छे नहोला चाहिँ अरू बेला ठिकै छ यता बाइक आउनु न एकचोटि बाइक आउनु त चाङ चाङ एकचोटि बाइक आउनु चाङ ल मैले अरू खाने हो हेलो 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 तपाईको त यही भ्लग बनाउँदै दिन जान्छ कि क्या हो तपाईको त यही भ्लग बनाउँदै दिन जान्छ कि क्या हो के लानु पर्ने रे कुखुरा भाले सुत्केरीलाई को भयो सुत्केरी को भयो सुत्केरी मसिनो रहेछ हेलो हेलो क्या म भिडियो गर्छु कहिले गर्छु भिडियो गरेर त माथि यसो पो गरिन्छ त यसो गरेर पो गरिन्छ भिडियो त होइन
भित्र यसो यसो गरेर पो यसो पो गरिन्छ त यो कति ठुलो नि कुखुरा चाहिँ अघि लाउनु नि अघि त उता जाँदाखेरि मैले अर्काको बुढीलाई फोन गर्नु छोडेँ थाहा छैन आऊ नदेखेको मान्छे के जाने कहाँ गयो हेलो बडी काम छैन हेलो हजुर हजुर अहिले म त अब घर पुगिसकेँ त किन होला कहाँबाट आएको कहाँबाट आएको तिन बोकाइ भयो आज कुखुरा कुखुरा त मर्दैन यो तोरी फलाएर त मकै फलाइसकेको छ बुढाले यहाँ अस्ति तोरी थियो यहाँ होइन अहिले मकै फलाइसकेको छ आमा लाउने बुढा यहाँ होइन अस्ति तोरी गरेर आलु रोप्यो आलु पछाडि मकै गर्छ स्याक्लाले पनि बनाइहालेछ बुढाले टन्नै किचन बनायो घर बनाएको यो किचन बनायो घर बनाएको यो अब म आउँदैछु ऊ चाहिँ भाग्छ बोलाउँछ त बुढाले घर त दामी बनाएको छ नि किचन घर बनाएको यस्तो माइजु त्यो किचन बनाएको घर बनाएको यति दामी किचन बनाएको म हिजो पर छोरीको नि पुगेको थिएँ घुमान्टा हिजो छोरीको नि पुगेको थिएँ म घुमान्टा त्यो कान्छसँग म उकोमा गएको थिएँ तर नित्या सरको उमा खसेको थियो नि त बुढी अनि त्यहाँ गएको थिएँ पर नित्या सरको बुढी खसेको थियो नि सरको हेलो म यहाँ मान्छे र टिन झारेर फर्किँदैछु कति छ पैसा गर्ने मैले गर्ने है अनि के हो पारा छेक्नुपर्छ हेलो त्यो ठिक हुन्छ म यहाँमा सिङडन्टा अब यहाँ आलु अब गएर तेल अलिकति हालेर आउनुभयो अनि खाना पकाएर आउनुभयो अलिकति सिस्को मुन्टो दिएको खाएको छ सिस्को मुन्टो र आलु पनि त्यो कुखुरा चाहिँ मैले दिइपठाएको कि यो त्यो कुखुरा चाहिँ धेरै पालेर मलाई पनि दिनुपर्छ मैले त 9वटा किनिदिएको छु 9वटा छ त्यहाँ कुखुरा त्यो पछि मलाई पनि चाहियो यो कुखुरालाई चारो दिइदिएको छु मैले तपाईँले किनिदिएको मैले किनिदिएको कुखुरा चारो होइन अनि कुखुरा पछि ठुलो भएपछि भाले मलाई एउटा चाहियो एउटा यता 9वटा चाहियो ल अध्याय मैले दिएको ल ठिक छ
कस्तो अँध्यारो देखिँदो रहेछ हाम्रो त होइन अलिक रात परेको होइन हामी चाहिँ होइन कान्छी इस्कुसको फुल राखेको टाइममा नि एक महिना यति लिएर आउँदैछ एकछाक त पुग्छ मलाई आनको त केही होला पुग्छ नि त्यही भएर एक्लै छु एक्लै भेट ल मेरो गुरुजी आज त अलिक बिस्तारै बिस्तारै गुरुजी त खरा छ मेरो गुरुजी पाल्दै गुरुजी आमामा कच्चा हाम्रो मेरो मुनि छ नि त हामी चाहिँ सर आज तेल लाउनु जाँदैछौँ हामी काका भतिज ड्राइभर खरै छ मेरो यसरी नै हिँड्दा भोलि जाउँ ल मसँग कहाँ उता नौडा पनि घुम न जाने आफ्नो भारी चाहिँ कसले बोक्छ बाबुले म भोलि मसँग जाँदा एक दिन जाउँ ल मसँग भारी नभएको ल ल भारी जहिले जान्छ नभएको बेला बाबुले म्यादल चित अलिक बिस्तारै कुदा म्यादल चित भन्छ ल होइन के भन्नु न आजल चाहिँ कति बेचियो भनेर होइन कति लाख बेचियो कति लाख बेचिएन होइन साउजी मलाई बिल दिनु पऱ्यो तेल लाग्यो भ्याट बिल पो चाहियो त ल ओ भतिज केटा तेल लगाइसक्यो गुड अस्ति चाहिँ राति लगाइदिएको मलाई खुसी लाग्यो है हाँस कतै जाउँ के छ तेल कति हाल्यो ड्राइभर साहब 16,000 भन्दा हो नाति गयो ल म